अमेरिकाको न्युयोर्क शहर 602 ईस्ट 14th स्ट्रिटमा एउटा संस्था छ। त्यो संस्थाको नाम हो एसएफटी, स्टुडेन्ट फर फ्री तिब्बत। अब तपाईँ नाम सुन्न बित्तिकै थाहा पाउनुभयो होला यो संस्थाको उद्देश्य के हो। यो संस्थाको उद्देश्य हो तिब्बतलाई जसरी भए पनि फेरि एक स्वतन्त्र राष्ट्र बनाउने, त्यसको लागि जे गर्नुपर्छ सबै गर्ने, सकेसम्म संसारभरि क्याम्पेन चलाउने, सकिन्छ भने चाइनासँग युद्ध गर्न पनि लडाइँ लड्ने। अब युद्ध गर्नको लागि नेपाल एकदम मेजर पोइन्ट हो भन्ने सबैले थाहा होला। यो संस्थाले संसारमा अरू संस्थाहरूलाई फन्डिङ पनि गर्छ, आफूले समर्थन गर्ने। अब नेपालमा पनि एउटा संस्था छ जसले एसएफटी को पैसा डोनेसन रिसिभ गरेको छ। त्यो संस्थाको नाम हो हामी नेपाल। अहिलेको सरकारमा गृहमन्त्रीको रोलमा वा पदमा बसेका व्यक्ति जुन हुनुहुन्छ सुदन गुरुङ, जसको हातमा हेर्नुहुन्छ भने टिओबी को ट्याटू छ। देशभरिले हेरिरहेछन्, नङ्गै छ, त्यो छोपिएको छैन, मेटाइएको पनि छैन। तिब्बतियन ओरिजिनल ब्लडको फोटो यहीँ छ। अनि उहाँले रिसिभ गर्नुभएको छ एसएफटी, स्टुडेन्ट फर फ्री तिब्बत भन्ने संस्थाको पैसा नेपालमा। अब त्यो स्टुडेन्ट फर फ्री तिब्बत भन्ने जुन संस्था छ आजभन्दा करिब 32 वर्ष अगाडि 1994 तिर स्थापना भएको हो। त्यो संस्था सानोतिनो संस्था होइन। त्यसको वेब पेजमा तपाईँ जानुहुन्छ धेरै कुरा पाउनुहुन्न, तर त्यो अमेरिकाको 50 वटै राज्यमा स्टेटमा फन्डिङ गर्छ र त्यसले सबै राष्ट्र प्रदेशहरूमा क्याम्पेनहरू चलाउँछ। संसारका अरू देशमा पनि क्याम्पेन चलाउँछ र ठुलो ठुलो संस्थासँग मर्ज भएर त्यसले तिब्बतका मुद्दाहरू उठाउँछ र तिब्बतको लागि जे पनि गर्न तयार हुन्छ। अब त्यो तिब्बतियन ओरिजिनल ब्लडका ट्याटू भएका हाम्रा देशका गृहमन्त्री सुदन गुरुङले त्यो पैसा लग्नु भएको छ। त्यो पैसाको उद्देश्य एउटा मात्र, संसारमा त्यसले अरू कुनै कामको लागि पैसा दिँदैन। त्यसले दिने पैसा भनेको डिएस्पोरा। डिएस्पोरा भनेको अर्को देशको लागि आफ्नो मुटुमा प्राण राख्ने, अर्को देशको माया गर्ने तर अर्को देशमा बसिराख्ने। जसरी अब तिब्बतबाट भागेका तिब्बतियनहरू जुन थिए अहिले गएर भारतमा बसे होलान्, अरू देशमा गए होलान्, नेपालमा बसे होलान्, तर उनीहरूको मनमुटु र रगतमा एउटा मात्र देश छ। त्यो देश भनेको अहिले तिब्बत हो। जसरी नेपालमा पनि अहिले बसिरहेका नेपाली होलान्, तर कोही यता मिडल इस्टतिर आफ्नो बुवा मान्ने पनि छन्। सो त्यस्तै हुन्छन्, बसिरहेको हुन्छन् अर्को देशमा, तर आफ्नो मनमुटुमा राख्ने देश भनेको अर्कै हुन्छ। त्यसको लागि लडिरहन्छन् भित्रैभित्रैबाट। त्यस्तै डिएस्पोराका सङ्गठन हो एसएफटी। अब एसएफटीको पैसाहरू लैजाने नेपालमा अहिलेका गृहमन्त्री सुदन गुरुङजी हुनुहुन्छ। के गर्नको लागि लैजानु भएको थियो, नेपालमा के गर्नुभयो, नेपालमा बसेर तिब्बतको लागि लडाइँको योजना बनाउँदै हुनुहुन्थ्यो कि? तपाईँ यो कुरा कहिले नबिर्स्नुहोस्। यदि तिब्बतले आजाद गराउनु छ वा चाइनासँग लडाइँ लड्नु छ भने नेपाल नै सबभन्दा मेन इन्ट्रान्स हो। लडाइँ गर्ने, युद्ध गर्ने ठाउँ भनेको, रणमैदान भनेको नेपाल नै हो। नेपाल बाहेक अरू कतैबाट सजिलै गर्न सकिँदैन। आजभन्दा विगत 30-35 वर्ष अगाडि नेपालमा खोम्पा विद्रोह भएको थियो, जसमा मुस्ताङ र मनाङमा कतिपय तिब्बतियनहरूलाई विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले फन्डिङ गरेर, खाना व्यवस्था गरिदिएर, हात हतियार दिएर चाइना विरुद्धको खोम्पा विद्रोह गरिरहेका थिए। त्यही आज एसएफटी, स्टुडेन्ट फर फ्री तिब्बत भन्ने जुन संस्था छ त्यसले नेपालमा अहिलेको गृहमन्त्रीलाई पैसा दिएर के गराउन लगाएको थियो। मात्र अहिलेका गृहमन्त्रीमाथि त्यति मात्र छैन।